2082 6 महिना 13 गते आज फुलपातीको दसैँ फुलपातीको दिनमा हाम्रा शिक्षा मन्त्री महावीर पुन मन्त्रीसँग आज मैले उहाँलाई मेरो गाडीमा लिएर हिँड्नु भन्ने पनि सौभाग्य हो र मैले आज उहाँ फर्स्ट मन्त्री भएर पोखरा आउनुभएको थियो। मेरो गाडी चढेर हामी अहिले नदीपुर पहिला पनि हामीले बोकिराखेको थियो, नदीपुर हामीले पुर्याइन्थ्यो भने अहिले नि मन्त्री भएर फेरि मैले उहाँ नदीपुर पुर्याउँदैछु। एकदम भाग्यमानी हेर्नु त, न बिना सेक्युरिटी छ न के छ मन्त्री उहाँ मन्त्री मानिने मन्त्रीजी हुनुहुन्छ त भए पनि सेक्युरिटी छैन। उहाँ बगैँचा नलिकन मलाई चाहिँदैन भन्नुभयो अरे, अझै चाहिँदैन मलाई, म बगैँचा म अफिसमा काम गर्छु, अफिसको आँडा सोध्छु भन्नुहुन्छ उहाँ। अझै त्यस्तो व्यक्तिले महान व्यक्ति, एकदम खुसी लाग्यो मेरो गाडी चढेर उहाँलाई लिएर हिँड्ने बेला नि। ल हेर्नु साथी हो महावीर पुन, हाम्रो महावीर हाम्रो मन्त्री चाहिँ केही भनाइ छ र हजुरको? ल केही छैन, अब सबैलाई दसैँको शुभकामना छ, राम्रोसँग मान्नुहोस् दसैँ। हस्।